खोलेका हाम्रा बाउले नयाँ पार्टी खोलेका हाम्रा बाउले नयाँ पार्टी खोलेका हाम्रो पार्टी जिन्दाबाद नयाँ पार्टी जिन्दाबाद फेरि यही बेला किन भन्नु आएको 1 2 3 भइयो राख्नुस् भयो ठ्याक्क हानिसक्यो अलि भएन है भएन अरे मर्दै जिन्दाबाद कहीँ जाइ कहाँ सब्जी वाले के आवा हो तू नयाँ पार्टी खोलेका हाम्रा बाउले नयाँ पार्टी खोलेका हाम्रा बाउले नयाँ पार्टी खोलेका छोरीलाई उचाली चाहिँ मानी हो छोरो म त जिन्दाबाद 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 सबै दर्शकहरूलाई नमस्ते म उज्जवल गिरी धानबेर हाँसेक लागा धेरै गीत रूपमा मोडलिङ गरेको पनि छु म धेरै धन्यवाद दिन चाहन्छु आज यो यस्तो शब्द र भव्य सुटिङमा मलाई पनि आउने अवसर जुटाइदिनु हुने मेरो प्यारो भाइ लोकदोहोरी गायक मिलन विशी र अविरल फिल्मका प्रणालीका म्यानेजर हाम्रो विष्णु भट्टराई दाइ अत्यन्तै अहिलेको यो देशको परिस्थितिलाई समेटेर बनाइएको यो अत्यन्तै उत्कृष्ट गीतमा मलाई पनि आफ्नो अभिनय गर्न दिनुहुने म सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु वास्तवमै भन्ने हो भने अहिले राजनीतिक क्षेत्र हेर्ने हो भने हाम्रो देशको विषम स्थिति यस्तो फरक छ हामी एउटा कुरा गरिरहेका हुन्छौँ तर वास्तवमा अर्को कुराको फलो गरिरहेका हुन्छौँ अब अहिलेका नेताहरू आफ्नो सत्तामा जानको लागि आफ्नो कुर्सी बचाउनको लागि गाउँघरमा आउँदै जाँदाखेरि धेरै कुराहरू गरिन्छ म तँलाई पुल बनाइदिन्छु म यहाँ बाटो हालिदिन्छु मैले खानेपानीको व्यवस्था गर्छु सबै कुराहरू एउटा भाषणमा मात्रै सीमित हुन्छ तर वास्तवमा ऊ काठमाडौँ जब एउटा आफ्नो कुर्सीमा बसिसकेका ती सबै गाउँका सपनाहरू सबै बिर्सेर आफ्नो महल कत्रो गराउने आफूले गाडी कत्रो किन्ने विदेश कहाँ जाने छोरालाई कहाँ पढाउने त्यो मात्रै अहिले धेरै हाम्रो राजनीतिमा त्यस्तो एकदम देखिएको छ र त्यस्तो एउटा राजनीति पक्षलाई अत्यन्तै ट्याक्कै जस्ताको तस्तै टिपेर र अहिलेको यो देशको विषम स्थितिलाई बुझेर हाम्रो कलाकार भाइ आफै शब्द सङ्कलन गरेर आफै गाउनु भएको छ मिलन विशी म एकदमै सम्मान भाग व्यक्त गर्न चाहन्छु अत्यन्तै मिठो गीत गर्नुभएको छ र वास्तवमा उहाँले लेखेको यो गीत अहिले हाम्रो समाजले एकदमै यथार्थवादी गीत हो वास्तवमा हामी धेरै नेपालीहरू अत्यन्तै बिरामी परिरहेका छौँ कोही क्यान्सर भइरहेको छ कसैलाई के भइरहेको छ त्यत्तिकै एउटा सानो उपचार गर्न नपाएर मरिरहेका छन् छटपटाइरहेका छन् त्यस्तो स्थितिमा अब सामान्य नर्मल कुरा गर्ने हो भने नेताहरूको परिवारहरूमा र सांसदहरूको परिवारहरूमा मन्त्रीमण्डलहरूमा बस्ने मन्त्रीहरूको परिवारहरूमा सानो टाउको दुख्यो भने अरबौँ खर्च गरेर विदेशतिर जाने एउटा सामान्य उपचारको लागि यो प्रक्रिया छ र यस्तो प्रक्रियाहरू एकदमै छिटोभन्दा छिटो हटाउनको लागि हामी सबै नेपाली जन्म भइसकेपछि हामी सबै नेपाली धनी गरिब सबै बराबरी हो हाम्रो समानता छ भन्ने एउटा सन्देश दिनको लागि पनि यो गीतमा भनिएको छ र हामीले गरेका कुराहरू भन्दा पनि तपाईँ सबै दर्शकहरूले यो गीतलाई एकदमै भिजुअलतर्फ हेर्नुहोस् वास्तवमा गीतले एकदमै न्याय दियो भने यो गीतलाई न्याय दिनको लागि भिजुअलमा अत्यन्तै चर्चित कलाकारहरू हाम्रो माइलो बा हुनुहुन्छ अनि शीतल शर्मा सीताजी र म लगायतले अभिनय गरेका छौँ र वास्तवमा यो गीतमा मेरो बा जुन पात्रमा मेरो वास्तवमा क्यारिकेचरमा पनि बा र आजको यो मेरो क्यारिकेचरमा पनि माइलो बा हुनुहुन्छ माइलो बाको म छोरो भएर खेलिरहेको छु र वास्तवमा बाले मलाई अब अर्को नयाँ पार्टी खोल होइन नयाँ पार्टी खोल्यो भने हामी पनि अहिलेको देशको स्थिति अनुसार धनी बनाऊ घर बनाऊ यावत गरौँ भनेर एउटा गीतमा सन्देशको रूपमा बाले मलाई एउटा नयाँ पार्टी खोल्नको लागि सन्देश दिनुभएको छ आग्रह गर्नुभएको छ र म पनि यो गीतमा एउटा नयाँ पार्टी खोल्नुपर्छ भन्ने हातमा झन्डा बोकेर नयाँ पार्टी जिन्दाबाद भन्दै हिँडिरहेको छु तपाईँले यो पुरै गीत हेर्नुभयो भने देख्नुहुन्छ नमस्ते धन्यवाद अब सबैले आफू त अब लायो
राजनीति विषयवस्तुलाई घोषपेच गर्दै तयार पारिएको नयाँ पार्टी भन्ने एउटा राजनीति सम्बन्धीको गीत आज छायाङ्कनको क्रममा छ। यो गीतलाई किन तपाईँले यो सेरोफेरोमा आएर सुटिङ गर्ने निर्णय गर्नुभयो र यो कसले सुटिङ गर्दैछ, के छ, यसको बारेमा एकपटक जानकारी गराइदिनुहोस् न। यहाँ आएर किन सुटिङ गर्दैछौँ भने यहाँको वातावरण देख्दाखेरि खरले छाएको घर, सानसाना घर, पुराना घर, जहाँ गरिब दुखी जनताहरू बस्ने थलो हुन्छ, रमणीय ठाउँ हुन्छ। यहाँ आएर सुटिङ कसरी गऱ्यो भने गीतले मागेको हुँदा जुन हामीले गीतमा यस्तो तयार पारेको छ कि राजनेताहरू ठुलो ठुलो महलमा, चिल्लो गाडीमा, अनि आफूलाई टाउको दुख्दा, आफूलाई कुनै पनि समस्या पर्दाखेरि देश विदेश, अमेरिका, ठुल्ठुलो देशमा गएर देशको भएको धोकिडी सिद्धाउने, देशमा आर्थिक क्रान्तिलाई एकदम आफ्नो पाटोतिर सार्ने जस्ता कुरा भइरहेको छ। सबैले देखिरहेको पनि छौँ। गरिब जनता भोकै छन्, गरिब जनता बिरामी छन्, आफ्नो ठाउँमा छ। कसैले पनि चासो नगर्ने, नयाँ थरीका आश देखाउने, आफ्नो चुनाव आउँदाखेरि तपाईँले यति पैसा दिन्छौँ, यति गर्छौँ भन्दा आफ्नो भोट आफूतिर पार्ने, अनि पछि नयाँ नयाँ कुराहरू देखाएर प्रलोभन देखाउने, तर केही पनि नगर्ने, सबै कुराको आश मात्र हुने। र त्यो भएको हुनाले म यो गीतले यसरी सिर्जना गरेको कि देशमा भएको जुन स्थिति छ, देशमा जुन वर्तमान स्थिति छ, त्यसलाई समेटेर राजनीति गरेपछि कमाइ हुँदो रहेछ। राजनीतिमा जस्तो कमाइ अरू केमा रहेछ र राजनीतिमा शक्ति भएपछि, राजनीतिको सत्ता भएपछि हरेक कुराहरू गर्न पाइँदो रहेछ, सबै कुरा आफ्नो हातमा हुँदो रहेछ। यही समेटेर म यो गीतलाई तयार पारेको। यो भिडियोलाई अहिले पछिल्लो समयका व्यस्त अनि चर्चित डिरेक्टर हुनुहुन्छ मेरो सम्मानित विष्णु भट्टराईबाट बन्दैछ र सोही गीत अभिलाल फिल्म्स प्रालीबाट बजारमा आउनेछ। तपाईँहरूले हेरेर साथ दिनुहुन्छ र सोही गीतमा तपाईँहरूको मनमुटुमा बस्न सफल हास्य कलाकार विष्णुजी पाण्डे महिला बा, त्यसै गरी उज्जवल गिरी दानवीर, त्यसै गरी चर्चित गायिका र पानीजाजको गायिका पनि हुनुहुन्छ शीतल शर्मा, त्यसै गरी अहिलेको चर्चित सीता गैरी दिदी हुनुहुन्छ। र सोही गीतमा म अनि यशोदा कार्कीको स्वर रहेको छ, जसलाई शब्दमा सपोर्ट गर्नुभएको छ। राम गजराजले पनि सहयोग गर्नुभएको छ। समाजमा भएको घटनालाई टपक्कै यो गीतमा टिपिएको छ। सत्य जसलाई पनि तितो लाग्न सक्छ। तपाईँले यदि यो गीत सुनेर हेर्नुभयो भने, सुन्नुभयो भने पक्कै पनि तपाईँको मन जित्नेछ। र आशा पनि गरेको छौँ यो गीतलाई तपाईँले माया गर्नुहुन्छ। समाजमा भएको यथार्थ घटनालाई टपक्कै टिपेको छु, तपाईँको मायाको आश गरेछु। त्यसै गरी सोही गीतमा अहिलेका चर्चित मोडल रेशम बाबु खनाल नेताको अभिनय गर्नुभएको छ। त्यसै गरी सानो 12 वर्षकी प्रसिद्धि ढकाल डान्सरको मम्मी आमाको रोलमा अभिनय गर्नुभएको छ। तपाईँले पक्कै पनि हेर्नुहुन्छ, माया गर्नुहुन्छ भने आशा गरेको छौँ। नयाँ पार्टी जिन्दाबाद। आज छाउनुहोस् आफू हेर्नुहोस्, छाउनुहोस्, मुठो लिएर उठ्नुहोस्, मुठो लिएर उठ्यो, उठ्यो, 5, 6, 7, 8 बैङ्कमा पैसा फरकमा लालपट्टा सम्पत्ति छानबिन आए देखाउँ 1-2 कट्ठा। राजनीतिमा जस्तो कमाई अरू केमा छ र? कतिसम्म छाउने खरबारीको खरा, नयाँ पार्टी खोलेर राजनीति गर, गर राजनीति गर। ओके कट। यहाँ नयाँ पार्टी भन्ने गीतको सुटिङ भइरहेछ। तपाईँ पनि यो गीतको एउटा मुख्य पात्र हुनुहुन्छ यो भिडियोको।
अनि के छ कस्तो छ कस्तो भइरहेछ यो गीतको बारेमा सर भन्दिनु न एकपल्ट एकदमै म एकदम एक्साइटेड छु म शीतल शर्मा तपाईँको साथमा छु हामी यति बेला सुटिङ स्पोर्टमा छौँ सबै युनिटहरू एकदमै तयारी अवस्थामा छौँ तपाईँहरूले देखि पनि रहनु भएको छ म पनि एकदमै तयारी अवस्थामा छु र विशेष गरी यो गीतले एउटा सन्देश लिएर आएको छ तपाईँको घर घरमा आउनेछ तपाईँको सबैको साथमा रहनेछ र समाजमा घट्ने घटनाहरू विभिन्न गतिविधिहरू विशेष गरी राजनीतिलाई प्रहार गरेको छ पक्कै पनि तपाईँहरूले साथ दिनुहुनेछ हामी त्यही पेरिफेरीमा रहेर आज हामी सुटिङ गर्दैछौँ अन्य गीत र यो गीतको तुलनामा यसमा के फरकपन के छ पक्कै पनि एकदमै फरक छ किन भन्दा विभिन्न गीतहरू आउँछन् माया पिरतीको गीतहरू आउँछ थुप्रै विषयवस्तु समेटिएको गीत आउँछ तर यो गीतमा एउटा राजनीतिक परिवेशलाई समेटिएको छ त्यो नै फरक कुरा हो तपाईँहरू सम्पूर्णले देखिरहनु भएको छ एउटा नेताहरू आफ्नो एउटा पदको लागि हरेक हदसम्म जान तयार रहनुहुन्छ किन भन्दा घर घरमा आउनुहुन्छ टोल टोलमा आउनुहुन्छ एउटा जनताहरूलाई सम्पूर्ण आम जनसमुदायलाई उराल्ने काम गर्नुहुन्छ र हामी पनि एकदमै मक्ख भएर पछाडि लागेर के कान हामीले ठुलै कुरा पाउँछौँ जस्तो गर्छौँ तर त्यो पटक्कै होइन यो गीत तपाईँहरूले हेर्नुभयो भने पक्कै पनि धेरै कुरा थाहा पाउनुहुन्छ किन भन्दा एउटा नेताहरू बिरामी पर्नुभयो भने उहाँहरूलाई केही दुःख भयो भने विदेशसम्म उहाँलाई प्लेन मार्फत जहाज मार्फत पुर्याइन्छ तर जनताहरू जहाँको त्यही तपाईँले देख्न पाउनुहुन्छ किन भन्दा एउटा गरिब जनताहरू दुर्गम ठाउँमा होस् या सुगम ठाउँमा होस् केही भइहाल्यो भने वास्ता गर्नुहुन्न नेताहरूले तपाईँहरूलाई हामी यो गीत मार्फत छर्लङ्ग देखाउनेछौँ यो गीत तपाईँले हेरिसक्नुभयो भने केही न केही होइन धेरै कुरा फरक पाउनुहुन्छ आउनुहोस् तपाईँले हाम्रो नयाँ पार्टीमा स्वागत गर्दछौँ ताली बजाउनुस् अब पार्टी के रह्यो भने तपाईहरु जुन यहाँ यो खानेपानी खानुहुन्छ त्यो घरमा मैले पानी फिट गरिदिन्छु धारा फिट गरिदिन्छु ल ठिक छ त्यो पनि गरिदिन्छु भाषादेखि यो बनकट्टाका बासिन्दाहरूलाई मैले पानी विस्तार गरिदिनेछु खानेपानी टङ्कीमा रङ लगाइदिनेछु तपाईँहरूका घर घरमा जोडिएको धारामा मैले टुटी जोडिदिनेछु एक्सन भन्नुस् यो बनकट्टाका बासिन्दाहरूलाई मैले पानी फिट गरिदिनेछु खानेपानीमा रङ लगाइदिनेछु यहाँ सबैजनाको घर घरमा पानी फिट गर्नु भएको छ त्यहाँ मैले पानी जोडिदिनेछु राजनीति भनेको यस्तो सफा चिज हो तपाईँलाई पनि यो नयाँ पार्टीमा स्वागत छ आउनुहोस् राजनीति विषयवस्तुलाई व्यङ्ग्य प्रहार गरिएको नयाँ पार्टी भन्ने गीतको यहाँ भिडियो छायाङ्कन भइरहेको हामीले देखेका छौँ तपाईँ पनि यो गीतको मुख्य पात्र हुनुहुन्छ अनि के भन्न चाहनुहुन्छ यसो हाम्रो दर्शकलाई जानकारी दिनुहोस् न यहाँ सुटिङ भइरहेछ पक्कै पनि गीत समय सान्दर्भिक लाग्यो देशको परिस्थिति अनुसार जसरी देश परिस्थितिमा यसरी बगिरहेको छ र यो गीतले पनि त्यो भावना एउटा अगाडि ल्याएको हुनाले मैले गीत सुने गीत सुन्दाखेरि भ्रष्टाचार अलिकति देशको अहिलेको अवस्था र यो नेताहरूलाई अलिकति विदेशी प्रभुहरूको चाहिँ नि समायोजन नभइकन विदेशी प्रभुहरूले आशीर्वाद नदिइकन यहाँका नेताहरूले अलिकति केही पनि गर्न सक्दैनन् भन्ने खालको त्यो सन्देश प्रवाह भएको गीत चाहिँ नि लाग्यो र एउटा राष्ट्रियतामा ओतप्रोत र एउटा राष्ट्रभक्तले हामी जो मनुवाओ छौँ बटुवाओ छौँ जो मनुष्यहरू छौँ एउटा राष्ट्रको लागि केही नयाँ आगा जस्तो कुरो लाग्यो त्यो अनुसारले मलाई पनि राम्रो लाग्यो र अहिले यो युनिटमा छौँ र विष्णु भट्टराईज्यू लगायतको टोलीको यो युनिटमा काम गर्दाको मजा र भर्खर म पनि मेकअप गरेर बसिरहेको अवस्था हो कस्तो देखिएछु दर्शकहरूले चाहिँ टिभीमा पनि हेरिदिनु होला र वास्तवमा के यही नै हो त अबको परिपाटी नेताहरूले जता लतार्यो त्यतै जनताहरू जाने अनि त्यसपछि फास्न फुस यो नेताहरूलाई घुम्ने कुर्सी दिनु नै गलत हो हामीले बरु नेताहरूको लागि सकिन्छ भने एउटा घुम्दै नघुम्ने एउटा स्टेट कुर्सी दिनु पर्यो अब सिन्डिकेट प्रणाली जस्तो कहिले यो पार्टी कहिले त्यो पार्टी घुम्दै त्यो जसरी कुर्सी घुमेको छ नेताहरू आफआफ्नो यो 6 महिना यो पार्टी 9 महिना यो पार्टी 8 महिना यो पार्टी भने त्यो घुम्ने कुर्सी चाहिँ राउन्ड टेबलमा बसिरहेछन् स्टेट दिनु पर्यो र करप्सन हटाउनु पर्यो भ्रष्टाचार हटाउनु पर्यो रोजगारीको सिर्जना दिनु पर्यो भन्न जसले पनि जानेछ कदम बढाउने कोही पनि भएन र एउटा यस्तो व्यक्तिको खाँचो पनि छ कि त्यो कदम बढाएर यो आफ्नो राष्ट्रभक्त राष्ट्रलाई चाहिँ नि आफूले चाहिँ नि सर्वोपरि ठानेर अगाडि हिँड्यो भने त्यसले चाहिँ नि देशलाई पनि गर्छ जनतालाई पनि गर्छ र जनताले त नयाँ कोही चाहिँ नि आओस् भन्ने चाहना गरेको छ पक्कै अब माइलो बाजा आउनु पर्ला जस्तो मलाई लागिरहेछ है
भनेपछि यो गीत भिडियो मार्फत तपाईँले चाहिँ आफ्ना छोरा चेली इष्टमित्र सबैलाई चाहिँ नयाँ पार्टी खोलौँ अब राम्रै दाम कमाऊँ भन्ने खालको चाहिँ सन्देश दिनुभएको छ त यो गीतमा त? पक्कै पनि दाम भन्ने एकदमै गौड कुरा हो। दामलाई साइड राखेर दाम भए नभए नहोस् सङ्घर्षमा भिड भाइ, देशको लागि भिड, अगाडि बढ। देश चलाउने नेताले होइन सिस्टमले चलाउनु पर्छ। अब जौन नेता आए पनि उसले चाहिँ नि अब पार्टी खोलो, झन्डा बोको, हिँडो, सत्तामा गयो, अलिअलि चट्ट पार्यो, आफ्ना छोरा बुहारी सबैलाई चाहिँ नि समेटो, बैङ्क कहाँ राखो, जनता गरेर हेरेछन्, कसले उनीहरूको मुखा केही पर्ने कुरा होइन। त्यही भएर यसो सोचेँ मैले, कहाँ गएर सोचेँ मलाई थाहा छैन, यसो घोरिएर बस्दाखेरि मलाई के आयो भने हेर मेरा छोराछोरी सन्तानहरू सबै छोरा बुहारी नाति नातिना सबैलाई चाहिँ नि अब बरु एउटा पार्टी खोल्छु, नयाँ पार्टी खोल्छु र त्यो नयाँ पार्टीबाट केही चाहिँ नि यसो अब अलिअलि भइहाल्छ, मन्त्री सन्त्री जे होला अब आएको पैसा अलिअलि कमाउनु भयो, अलिअलि कमाए घर खर्च पनि चल्ने भयो, घर खर्च चलेपछि अब कुरा आफै बुझ्नुहोस् के हुन्छ भन्ने कुरो। त्यसले गर्दा अब सबैलाई नयाँ पार्टीमा लाग्नु म आग्रह गर्छु। सिस्टम कस्तो हुन्छ हेर्नलाई एकचोटि माइला बाबालाई प्रधानमन्त्री बनाउनु पर्छ ल। यो अनुसारले हामीले राष्ट्रलाई सर्वोपरि ठानेर पैसालाई नहेरेर अगाडि बढ्यो भने त्यो पैसा त आफै एकचोटि आइहाल्छ नि। अब सबैले आफू त अब तालिपिटे बेसारी सबैले नगाउनु 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 न र सबै नाच्नु सबै लिप्सिङ होइन लिप्सिङ होइन त्यतिकै